छोरी आइतो भोलि पर्सि नि छोरी ठुलो भएपछि छोराको कर्तव्य छोरीले गर्ने हस्। अनि बाबालाई माया गर्ने हस्। मलाई त माया गर्नु पर्दैन, बाबालाई चाहिँ माया गर ल। अनि त्यो छोराले भन्दै तिमीले धेरै माया गर ल। तिम्रो दादाहरू त बोल्दैन रे बाबासँग, मान्छेको कुरा सुनेर छोरी चाहिँ बोल्ने हस्। भोलि पर्सि बाबालाई हेला गर्नेहरूलाई बङ्गारा खसाल्ने हस्। ल हाम्रो बाबा बिमारी भएर नि भर्खर सन्चो भएको है। अनि त्यस्तो बाबालाई सबैले हेला गरेको है। अस्ति न पहिला पैसा कमाउँदा चाहिँ तिनीहरूलाई सबै कुरो चाहिने, अहिले चाहिँ हेला गर्ने है छोरी। तिनीहरूलाई हामीले जानेछ है। ल भयो ल।